आज वैशाख 17 गते 2082 साल बुधबारको दिन तदअनुसार 30 अप्रेल 2025 वैशाख शुक्ल पक्ष तृतीया तिथि बेलुकी 6:28 पछि चतुर्थी तिथिमा प्रवेश गर्नेछन् भने नक्षत्र रोहिणी रहेका छन्। चन्द्रमा राशि वृष छन् भने सूर्य मेष राशिमा रहेका छन्। आज मेष राशिको राशिफल यस प्रकार छ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीको स्रोत बढ्नुको साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। रमाइलो यात्रा हुनेछ। वृष राशिको निम्ति राशिफल यस प्रकार छ। कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुको साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। मिथुन राशिको निम्ति राशिफल यस प्रकार छ। आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। केही पाउन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी थप्नु पर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनु पर्ला। हातबाट लक्ष्मी बहिरिने सम्भावना देखिएकोले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा फाइदा भइरहनेछ। अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ। सजग रहनुहोला। कर्कट राशिको निम्ति राशिफल यस प्रकार छ। आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनज्ञ धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीको रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। पेसा व्यवसायमा आम्दानी बढ्नाले धन सञ्चय हुनेछ। सिंह राशिको निम्ति राशिफल यस प्रकार छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम दाम र इनाम दिलाउन सक्छ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हात पर्न सक्छ। कन्या राशिको निम्ति राशिफल यस प्रकार छ। परिस्थितिवश काममा ढिला सुस्ती हुन सक्छ। आफ्नो विषयवस्तुमा अरूले दाबी विरोध गर्न सक्छन्। काम रोकिनाले मन खिन्न रहनेछ। केही बाध्यात्मक परिस्थितिमा अल्मलिनु पर्ला। श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ। पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। तुला राशिको निम्ति राशिफल यस प्रकार छ। परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउनु केही समय काम दोहोऱ्याउनु पर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वाद विवादमा अघि नसर्नुहोला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ। वृश्चिक राशिको निम्ति राशिफल यस प्रकार छ। काम बन्नुको साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलता हौसला जगाउनेछ। व्यापार बढ्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सौखले भौतिक साधन जुटाउने प्रेरणा प्राप्त हुनेछ। धनु राशिको निम्ति राशिफल यस प्रकार छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजना अनुसार समयमा नै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा
अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापार लगायत आर्थिक कारोबारमा फाइदा हुनेछ। आश मारेको नतिजा समेत सकारात्मक हुनेछ। रोकिएको काम पुनः प्रारम्भ हुनेछ। मकर राशिको निम्ति राशिफल यस प्रकार छ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूको काममा चासो लिँदा झमेला बिहोर्नुपर्छ। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। कुम्भ राशिको निम्ति राशिफल यस प्रकार छ। आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पुरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर फाइदा मात्रै हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। मीन राशिको निम्ति राशिफल यस प्रकार छ। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचे जस्तो सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनज्ञ धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगको हात बढाउनेछन्।